केही आफ्ना आफ्ना विषयगतका संस्थाहरू छन् भने अहिले सहकारीमा तपाईँको कृषि विकास बैङ्कबाट कहिले कृषि विकास बैङ्कले लियो त कहिले डिभिजन भयो, कहिले विभाग भयो, कहिले प्रदेश सरकार स्थानीय तह हुँदै आज सहकारीले नियमन गर्ने निकाय सहकारी नियमन प्राधिकरण भएको छ। तपाईँहरूलाई कन्फ्युजन छ कसले गर्ने हो, हामीलाई नियमन कसले हेर्ने हो, अन्यल छ नि। प्राधिकरणले छिटो छिटो गरेर भर्नु भनेको छ। स्थानीय सरकारको आफ्नै नोटिस छ, प्रदेश सरकारको आफ्नै नोटिस छ, कसले हेर्ने भन्ने कुरा दुविधा छ। यो दुविधाको उत्तर यहाँ स्थानीय सरकारले आफ्नो कार्यक्षेत्र के हो, स्थानीय सरकारको प्राधिकरणको के हो भन्ने कुरा केही दिनमा छर्लङ्ग पार्नुहुनेछ र प्राधिकरणको क्षेत्र अधिकार कति रहने र स्थानीय सरकार, प्रदेश सरकार या विभागको के कति रहने भन्ने बारेमा केही समयपछि आउनेछ। त्यसले गर्दा नयाँ मन्त्रीज्यू आउनु भएको छ, उहाँले धेरै अस्ति हामीले सहकारी गर्न खोज्यौँ, उहाँले बोल्न मैले त्यति सहकारी अनुभव नभएको हुनाले तपाईँलाई केही समयपछि गर्छौँ र केही बचतकर्ताहरूको पैसा चाहिँ फिर्ता दिने कुन प्रक्रियाबाट जाने भन्ने उसमा छौँ भन्नुभएको छ। स्पष्ट उहाँले ठ्याक्कै सहकारीको कुनै ढाँचा केही भन्नुभएको छैन। हाम्रो घोषणापत्रमा भएको अनुसार हामी कार्यान्वयनमा लागेका छौँ, यति बुझ्नुहोस्, हामी कसरी हुन्छ भन्नुभएको छ। अब अहिले सरकारले दिने हो कि या जे गरे पनि उठाउने असुली गर्ने त त्यही तल्लै फिल हो, ढिलो चाँडो तल्लो फिलबाट आउँछ। यो कुरा तपाईँहरूलाई मैले अनुरोध गरेँ। र अहिले के छ त सहकारी नियमन प्राधिकरणमा जानु पर्थ्यो पर्दैन थियो भन्ने कुराहरू मैले बिचमा धेरै समस्या आयो, देशभरि धेरै समस्या आयो। कतिले भर्न सक्नु भएन, कतिले कुनै त्यो साइट खोल्नु भएन, धेरै कुराहरू आए। सरले मलाई थोरै भन्नुभएको छ, तपाईँहरूसँग जोडिएको विषय हुनाले म अलिकति पर जान्छु है। तपाईँको चाहिँ धेरै समस्याहरू आए। त्यो समस्यामा चाहिँ बिचमा समय पनि थपियो, हामीले थप्यौँ। तर यो 17 गते जुन अस्तिको 17 गते थियो त्योभन्दा पछाडि चाहिँ राज्यलाई हामीले अनुरोध गर्न सक्ने कानुनी अवस्था नरहेको हुनाले समय थप्ने अवस्था थिएन। र बिचमा हामी के सफल भयौँ भने केही गर्न सक्नु भएन तपाईँहरूले भने पनि त्यो बैङ्कको भाउचर चाहिँ भरिदिनुहोस् है। सरकारलाई राजस्व तिरिसकेको कारोबारको जुन हाम्रो दायरा तोकिएको थियो त्यो तिरिसकेको अवस्था चाहिँ 2-4 दिन हप्ता दिन पछाडि पनि वैशाख 17सम्म भए पनि 1 महिनासम्म भए नि भर्न पाउने गरी चाहिँ त्यो कुराहरू आयो। त्यो बिचमा धेरै सक्नु भएन। मैले अध्यक्षज्यूलाई, प्राधिकरणको अध्यक्षज्यूलाई सर यो त पाराले त सहकारीलाई चाहिँ अन्यल भर पनि भन्ने, कारवाही पनि गर्छु भन्ने, अनि केही कुरा पनि कतिपय सहकारीलाई थाहा छैन, त्यो कुराहरूमा तपाईँहरूले सहजीकरण गरिदिनु भएन भनेपछि त्यो व्हाट्सएप ग्रुप एक्टिभ बनाइयो र धेरै गुनासो आएपछि म पनि त्यो भित्र पसेँ। यहाँभित्र सहकारीसँग पनि मैले तारकेश्वरसँग पनि केही संस्थाहरूसँग चाहिँ सहजीकरण गरेको छु।